आज हामी गयौं धनगढीको द मोस्ट एस्थेटिक क्याफेमा, जहाँ इन्डोर आउटडोर क्याबिन लगायत एकदमै बवाल फुड पाइन्छ। यस धनगढी उत्तर भेडीमा रहेको रुट्स एन्ड फ्रुट्समा यहाँको एम्बियन्स त अति नै बवाल। अझ कन्टेन्ट क्रिएटर र पीस लभरहरूको लागि त एकदमै दामी ठाउँ। र आज मैले मेरो प्यारो भाइ रेशमलाई खाजा खानलाई लिएर आएको छु। अब रुट्स एन्ड फ्रुट्स आइसकेपछि किमा नुडल्स नखाने त कुरै भएन र सँगसँगै मौसम चिसो भएको कारणले झोल मोमो पनि अर्डर गर्यौं। आफ्टर 15 to 20 मिनट्समा हाम्रो अर्डर पनि आइपुग्यो। किमा नुडल्स त अति दामी सरर मिक्स गरेर सुरुरुरु तानेर रेशम भाइले इन्जोय गर्नुभयो। चिसो चिसो मौसमले हल्का च्यालेन्ज हानेपछि झोल मोमो पनि अति नै बवाल लाग्यो। सुपर फिलिङ एन्ड एकदमै हिट गर्ने खालको थियो। खाजा खाइसकेपछि बिल सिल तिरेर पानी सानी पिएर एक क्लट स्विङ गरेर अनि घरतिर फर्क्यौं। यदि तपाईहरूले पनि रुट्स एन्ड फ्रुट्स एक्सपिरियन्स गर्नुभएको छ भने कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सिनु होला है त। जय धनगढी, जय नेपाल।